आज हामी गर्नेवाला छौँ एउटा नयाँ गेम च्यालेन्ज भिडियो र आजको गेममा हामीसँग हुनेछन् 7 जना च्यालेन्जरहरू। आजको च्यालेन्ज एक्सेप्ट गर्न लागि 7 जना मसँग च्यालेन्जर त छँदैछन् र हामीसँग हुन्छ एउटा बल, यसलाई चाहिँ बिट गर्नुपर्ने हुन्छ। एउटा प्लेयरको लागि 5 वटा हिट हामीले दिने, हामीले चिन्ह बनाएको छौँ। त्यहाँबाट बलले 5 चोटि यसलाई हान्नु पर्ने, कति टाइम बिट गर्छन् जसले बढी टाइम खसाउँछ उसलाई चाहिँ हामी 500 रुपैयाँ नेपाली प्राइजमा पुरस्कार चाहिँ दिनेछौँ। बराबरी हिट गर्यो भने चाहिँ उसलाई फेरि नेक्स्ट राउन्डमा हामी लग्नेछौँ र 2 जनालाई 3 जनालाई भिडाएर जसले बढी टाइम यसलाई ढलाउन सक्छ त्यसलाई चाहिँ हामी विनर घोषणा गर्छौँ। र आजको गेमलाई सुरु गर्नु भन्दा पहिले म चाहिँ लकी ड्र गर्न गएको छु। मसँग छन् 7 टोकनमा, यी 7 जना प्लेयरले उठाउने छन्। फर्स्टदेखि लास्टसम्म टास्कलाई चाहिँ एक्सेप्ट गर्नेछन् र बिट गर्नेछन्। 7 वटा मेरो हातमा छ र कसको नम्बर कति पर्छ 7 जना प्लेयरले आफ्नो टोकन समातिसकेका छन् र कर्मैसँग यहाँबाट 1 2 3 4 5 6 7 गर्दै केटाहरू फिल्डमा जान्छ। र 7 जना प्लेयर लकी ड्रबाट कर्मसँग लाइनमा लागिसकेका छन् र म यिनीहरूलाई सोध्छु तिमीहरूले 500 जितन के गर्छौ? कलम किन्छु, कपी किन्छु, लेजर किन्छु, कटर किन्छु। भाइ के गर्छौ जित्यो भने आज 500? भाइले पनि भोलि सोचेरै जवाब दिन्छन्, हामी ठिक छ। ल भाइ के गर्छौ भन? कपी किन्छु, कटर किन्छु, लेटर किन्छु। भाइले पनि सेम जवाब दिए, पढाइमा नै लगानी गर्ने, एकदम ठिक छ, म खुसी छु हैन। अनि तिमी सानो भाइ खतरा भाइले चाहिँ के गर्ने ल भन? के गर्छौ 500 आज जित्यो भने? भाइले चाहिँ एउटा कुरा भन्न बिर्सेन, म गर्लफ्रेन्डलाई घुमाउन लग्छु भनेर नै। भाइ ह्यान्डसम छ, अलि घुमाउन लाउनु, तर ठिक छ। जो भाइले पढेर पछि ठुलो जागिर खाएर गर्लफ्रेन्ड घुमाउँछ, ठिक छ, टेन्सन छैन। ल भाइ चाहिँ के गर्छ भन? पेन्सिल किन्छु, इरेजर किन्छु, बुक किन्छु, पेन्सिल किन्छु। भाइले चाहिँ 2वटा पेन्सिल किन्नेछन्, मलाई खुसी लाग्यो। त्यो चाहिँ अर्को वर्ष लेख्न काम लाग्यो। लास्ट भाइले चाहिँ म सोध्दैछु गर्छ 500 आज जित्यो भने? भाइले चाहिँ आफ्नो मम्मीलाई दिने। जे ठिकै, जे जस्तो जुनै ठाउँमा भए पनि गलत ठाउँमा युज नहोस् भन्ने मात्रै। हाम्रो आजको च्यालेन्ज सुरु गर्छौँ। लेट्स गो। Ladies and gentlemen, are you ready? Stop. Gotta do it hella big, had to run it back again. Run it back again. Light it up, represent, gotta do it hella big, had to run it back again. Light it up, represent, had to do it hella big, had to run it back again. हामीले सबै 7 जना प्लेयरलाई 5-5 हिट दिएका थियौं र 7 नम्बर प्लेयरले हानेर फसाएका छन् र हामी चाहिँ अलि गेममा बीचमा आएर केही परिवर्तन गर्न खोजिरहेछौँ। हाम्रो गेम चाहिँ सोचेको जस्तो भएन, त्यही भएर हामीले चाहिँ प्रतिस्पर्धा अझै बढाउने हिसाबले 6 जना प्लेयरले छुन पनि सकेनन्। त्यो हिसाबले हामी चाहिँ के अलि चेन्ज गरेर त्यसलाई मोडिफाई गर्दैछौँ र सेकेन्ड राउन्ड हामी लग्दैछौँ। 2 हिट सबैलाई दिनेछौँ। त्यसमा जसले हाईएस्ट ल्याउँछ त्यो नै फाइनल्ली विनर हुनेछ। Round 2. हाम्रो सेकेन्ड चान्स पनि सकिएको छ र सेकेन्ड चान्समा पनि कसैले ढलाउन सकेन। गेमलाई फेरि इन्ट्रेस्टिङ बनाउँदै हामीले केही फरक सोच्यौँ, अलि नजिक राखेर र हामी सबैलाई एक चान्स चाहिँ दिनेछौँ। सुरु गरौँ गेम। Round 3. 3 start. Oh my
माई गॉड बैड लक ब्रो आउट भाइ कुदेर गइरहेछ आउट यता बस पाट्टामा फर्काउने गरे ल ओ राम्रो गेम इन्ट्रेस्टिङ बन्दैछ र हामी फाइनलमा पनि पुगेका छौँ फर्स्ट सेकेन्ड थर्ड राउन्डमा दुईजनाले मात्रै बिट गरेका छन् र फाइनल हुन्छ हामी दुईटैलाई दुईटा हिट दिन्छौँ र जसले ढलाउन सक्छ त्यसलाई नै हामी विनर घोषणा गर्नेछौँ र नेपाली 500 रुपियाँ दिनेछौँ चाहिँ दुईटै प्लेयरलाई एउटा अफर दिनेवाला छु भाइ 100 रुपियाँ दिन्छु गेम छोड्छु भाइले चाहिँ छोड्दैन भनिसक्यो भाइ 100 रुपियाँ दिन्छु गेम छोड्छु दुईटै प्लेयरले छोड्दैन भनेका छन् र हामी भिडाउँछौँ दुईटै सानेलाई Final round. यस भाइले ढालेन ल भाइ चाहिँ विनर फाइनली आजको च्यालेन्ज कम्प्लिट भइसकेको छ र आजको हाम्रो टाक्रा गर्ने भाइ छ 1 नम्बर प्लेयर सुदर्शन भाइलाई म दोसल्ला उडाएर सम्मान गर्छु र 500 रुपियाँ पुरस्कार पनि तिमीले 500 रुपियाँ फाइनली जितिसक्यो आजको गेममा हैन अब चाहिँ त्यो पैसाले तिमी के गर्छौ मम्मीले दिन्छ कपी किनिदिन्छ कटर पेन्सिल हो इरेजर म चाहिँ भाइलाई आजको प्राइज दिन गइरहेको यो छ नेपाली 500 रुपियाँ र आजको विनरलाई 500 रुपियाँ मैले दिन गइरहेको छु भाइ र हामी नेक्स्ट च्यालेन्ज फेरि लिएर आउनेछौँ यदि मन पर्यो भने कमेन्ट गर्नु होला भिडियोलाई सेयर गर्नु होला र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला यत्रो मेहनत गरिरहेको छु सानो भाइ बहिनीहरूका लागि अनि उनीहरूले चाहिँ आफ्नो किताबहरू कलमहरू किन्नको लागि जे पनि आफूलाई आवश्यकता पर्छ स्कुलमा त्यो हिसाबले चाहिँ हामीले यो गेम राखिरहेको हो फेरि नयाँ गेमहरू यस्तै हुँदै गर्छ आजलाई चाहिँ बिदा हुन्छ जय देश जय नेपाल